आज 2082 साल माघ 16 गते शुक्रबार तदनुसार सन् 2026 जनवरी 30 तारिक माघ शुक्ल द्वादशी। अब लागौं आजको राशिफलतिर। सुरुमा मेष राशि। मेष राशिको आजको दिन निर्णय लिनु अघि एकपटक मन शान्त पार्नुहोला। आकस्मिक खर्चले अलि तनाव दिन सक्नेछ। काममा नयाँ जिम्मेवारी आउन सक्छ। परिवारसँगको कुराकानीले मन हलुका हुनेछ। स्वास्थ्यमा थकान महसुस हुन सक्छ। आराम लिनुहोला। वृष राशि। वृष राशिको आजको दिन तपाईको धैर्यताको परीक्षा हुन सक्नेछ। पुरानो प्रयासको फल देखिन सक्छ भने आर्थिक पक्ष स्थिर रहने संकेत छ। कुनै नजिकको व्यक्तिबाट सहयोग मिल्न सक्नेछ। खानपानमा ध्यान दिनुहोला। मिथुन राशि। मिथुन राशिको आजको दिन मनमा विचार धेरै आउन सक्नेछन्। काममा ध्यान भङ्ग हुन सक्छ भने मित्रसँगको भेट रमाइलो हुनेछ। नयाँ सिकाइको अवसर देखिन सक्छ। अनावश्यक बहसबाट टाढा बस्नु ठीक हुनेछ। कर्कट राशि। कर्कट राशिको आजको दिन मन अलि संवेदनशील रहने दिन रहेको छ। परिवारको जिम्मेवारी बढ्न सक्छ भने आर्थिक निर्णय सोचेर लिनुहोला। कुनै पुरानो सम्झनाले भावुक बनाउँछ। ध्यान वा प्रार्थनाले मन शान्त हुनेछ। सिंह राशि। सिंह राशिको आजको दिन आत्मविश्वास बलियो रहनेछ। काममा नेतृत्वदायी भूमिका हुन सक्छ भने मान सम्मान बढ्ने संकेत छ। प्रेम सम्बन्धमा स्पष्टता आवश्यक छ। स्वास्थ्य सामान्य रहनेछ। कन्या राशि। कन्या राशिको आजको दिन सानो कुरामा धेरै नसोच्नुहोला। कामको बोझ बढ्न सक्छ भने आर्थिक हिसाब किताब मिलाउन राम्रो दिन रहेको छ। तुला राशि। तुला राशिको आजको दिन सन्तुलन कायम राख्नु पर्नेछ। काम र व्यक्तिगत जीवन दुवैमा ध्यान आवश्यक छ। आकस्मिक भेटले खुसी दिन सक्छ भने आर्थिक पक्ष मध्यम रहनेछ। सकारात्मक सोचले फाइदाजनक हुनेछ। वृश्चिक।